हेलो सबैजनालाई नमस्ते। आज हाम्रो दाइ आउनुभएको छ। दाइको कमाइ कति भयो दाइ आज भन्नु त। नढाटिकन त भन्नु, यो पैसा छ आज हेर्नुहोस्। यही हो हो 2 3 4 7 8 12 13 14 15 17 18 19 1 2 3 4 5 19,550 रुपियाँ। आज कति केजी ल्याउनु पर्छ? ओ माइ गॉड, मैले 20 बोराबाट ल्याएँ कि 20 बोरा लिएर 19,000 कमाउनु भएको छ दाइले। अनि दाइ यो दुःख सङ्घर्ष गर्दाखेरि कस्तो अनुभव लाग्छ त नि तपाईँलाई? के यो दुःख गर्दाखेरि कस्तो अनुभव लाग्छ दाइलाई भन्नु न दाइ। दुःख गर्दा गाह्रो त गाह्रै हुन्छ, तर अब जीवनमा के लेखियो छ त्यही गर्नुपर्ने रहेछ। अब यस्तै हो जिन्दगी यस्तै छ। तर हेर्नुहोस् अहिले कति वर्ष हुनुभयो र दाइले? 45 वर्ष हुँदाखेरि अहिले दाइ चाहिँ कति केजीसम्म बोक्नुहुन्छ नि आलु? मैले 70 केजीसम्म। हेर त, म 26 वर्षको मान्छेले त्यति बोक्न सक्दैन, दाइले यस्तो बोक्नु सक्दैन, हट्टा गट्टा यस्तो मान्छे। तर दाइले यति पैसा कमाउँदाखेरि पनि विदेश जान तयार हुनुहुन्छ। दाइले पनि अब 45 वर्ष हुँदाखेरि पनि अब कुन ठाउँमा जाने रे? साइप्रस रे दाइ? सोधेको दाइ विदेश जाँदै हुनुहुन्छ केटा हो। क्रोएसिया, रोमानिया, माल्टा, सकेसम्म त माल्टा अनि पोल्यान्डमा भएको केटाहरूले चाहिँ भनिदिनु पर्यो कुन कम्पनीमा चाहिँ राम्रो छ भनेर चाहिँ, किनकि दाइ पनि विदेश जाँदै हुनुहुन्छ। दाइ केही भन्नु त ल, यस्तो ल मलाई चाहिँ यस्तो भन्नु, म विदेश आउँदैछु, मलाई पनि यसो राम्रो कम्पनी यसो बताइदिनु भन्नु दाइ भन्नु। अब यहाँ भन्छन् कि मेरो साथीहरू कति छन्। कुन कम्पनीमा कस्तो हुन्छ, कति वर्षसम्म एज हो, अब त्यहाँ कस्तो छ। अब यहाँ नेपालमा बसेर गाह्रो छ, भारी बोकेर अब विदेशतिर एजेन्टहरूले नि पैसा मात्रै खान्छन्, गाह्रो छ। कुन माध्यमबाट आउने हो यसो बताइदिनु पर्यो। दाइ चाहिँ अब युरोप आउँदै हुनुहुन्छ केटा हो है। रोमानिया, क्रोएसिया, अब क्रोएसिया त म पनि फसेँ, त्यस कारणले मेरो दाइलाई चाहिँ फसाउनु भएन। एकदमै राम्रो अनि सस्तोमा चाहिँ दाइलाई चाहिँ अब यहाँ चाहिँ दाइले चाहिँ त्यत्रो आलु उहाँ सालिजाबाट बेच्दा आउँदै हुन्छ आलु। जहिले पनि जस मैले पनि राखिदिन्छु दाइको आलुहरू, हामीलाई पनि यहाँ चाहिन्छ। दाइले चाहिँ मिलाएर दिनुहुन्छ। तर त्यही पनि त्यस्तो व्यवसाय गर्दाखेरि पनि यहाँको नेपालको व्यवसाय चाहिँ भएन। त्यस कारणले दाइ चाहिँ अब विदेश चिन्न बाध्यता हुनुभएको छ है। त्यस कारणले प्लिज केटा हो, अलि राम्रो कम्पनी, भरपर्दो कम्पनी छ भनेपछि चाहिँ यसो कमेन्ट गर्नु होला। हामी दाइ भाइ चाहिँ हामी लिङ्क छौँ। जे होस् दाइ अनि काठमाडौँ हो कि पोखराबाट जानुभएको थियो, त्यो मेन पावरको चाहिँ यसो भनिदिनु होला, नम्बर पनि दिनु होला। दाइ पनि अब छिटै नै एप्लाई गर्न चाहनुहुन्छ। पासपोर्ट छै छैन? फेरि पासपोर्ट छ, डेट छैन? कति छ अरे डेट? 1 वर्ष भयो भने 1 वर्ष हे भगवान्। 45 भनेपछि 44 वर्षमा चाहिँ दाइले चाहिँ बल्ल पासपोर्ट बनाउनु भयो है। विदेश जानु भएन कहिले नि? विदेश जानुभएको छैन। त्यस कारणले केटा फर्स्ट टाइम जाँदै हुनुहुन्छ। गाइड गर्ने तिमीहरू हो है। दाइ आउनुहुन्छ, टक्क लाएर राम्रो कम्पनीमा चाहिँ यसो भनिदिनु पर्यो। दाइलाई चाहिँ अलिक सहयोग गर्नु पर्यो है केटा हो। सबैजनालाई मैले पनि धेरैलाई सहयोग गरेको थिएँ, मैले जस्तै तिमीहरूले पनि गर्नु पर्यो दाइलाई है। ल हस्, धन्यवाद। ल है, यति राम्रो केटीहरू फेरि यहाँ आउँछन् चटपटाउने यस्तो सोल्टिनेहरू। अब हेर त यहाँ यो भाइ फेरि आमा यता हेरिदेऊ न कान्छीहरू। ओहो नि ल।